आज शनिबारको छुट्टी मिलाएर सुब्बा देउराली गएको साथीहरू बाटो हराएर र पानी परेर लास्टै बिजोग भयो साथीहरू। सो हेलो एन्ड नमस्कार साथीहरू, म चाहिँ प्रदीप गर्दी मगर। स्वागत छ मेरो अर्को नयाँ भिडियोमा चाहिँ। र आज चाहिँ हाम्रो घरबेटी दाईको तर्फबाट सुब्बा देउरालीको निम्ति आएको छ साथीहरू। सो दाईको निमन्त्रणालाई स्वीकारेर आज सुब्बा देउरालीको लागि निस्किसके साथीहरू। र अहिले चाहिँ म भालुङबाट सुब्बा देउरालीको लागि निस्किसकेको छु साथीहरू। र अहिले चाहिँ मेरो अगाडि दाईहरू जाँदै हुनुहुन्छ, दाईहरू पनि अगाडि गइरहनु भएको छ भने हाम्रो अन्य टोलीहरू चाहिँ गाडी लिएर गाडीमा गएका छन् भने हामी चाहिँ छोटो बाटो अप्नाएर चाहिँ हामी सुब्बा देउराली जाँदैछौँ साथीहरू। सो यो बाटो चाहिँ भालभाङदेखि चाहिँ तपाईँको दरबान हुँदै त्यहाँबाट चाहिँ सर्टकट लामाताल हुँदै चाहिँ हामी चाहिँ सर्टकट बाटो अप्नाएर चाहिँ जाने प्रयासमा गरिरहेको छौँ। र सुन्नु आएको अनुसार चाहिँ अलिकति त्यहाँ अप्ठ्यारो छ भन्ने कुराहरू हुन्छ। सो लेट्स चाहिँ कस्तो छ हेर्दै जाउँ साथीहरू। ओके साथीहरू, फाइनल्ली म चाहिँ दरबान आइसकेको छु साथीहरू। प्युठान जिल्लाको दरबान भन्ने ठाउँ यही हो। र यताबाट चाहिँ यता गइयो भने चाहिँ रोल्पा र प्युठानको लागि चाहिँ माथि जान सकिन्छ भने म चाहिँ यो बाटो भएर चाहिँ अगाडि बढ्नेछु साथीहरू सुब्बा देउरालीको लागि। ल साथीहरू, यहाँ चाहिँ दुईवटा बाटो निस्क्यो है। एउटा चाहिँ यता माथितिर जाने बाटो छ, अर्को चाहिँ यतातिर जाने बाटो छ। म हराएँ। यहाँबाट चाहिँ सुब्बा देउराली जाने बाटो चाहिँ कता रहेछ भन्ने। सो साथीहरू, यहाँ चाहिँ म अलिकति कन्फ्युज भएको थियो साथीहरू, किनभने दाईहरू अगाडि गइसकेका थिए भने यहाँ आएर चाहिँ त्योबाट चाहिँ म दाईहरूलाई पछि पछ्याउँदै जाँदै गर्दाखेरि चाहिँ अलिकति यहाँनिर चाहिँ अलिकति कन्फ्युज भएको थिएँ। र यहाँ चाहिँ दुईवटा बाटो गएको थियो भने दुईवटै बाटो चाहिँ एकै ठाउँमा जाने रहेछ। तर अलिकति कन्फ्युज भएर चाहिँ फेरि दाईलाई फोन गरेर सोधेको थिएँ भने यहाँ चाहिँ मैले दाईहरूलाई भेटाइसकेको छु साथीहरू। अब चाहिँ मलाई कुनै पनि त्यस्तो समस्या पर्नेवाला छैन। हामी निरन्तरै बाटोलाई पछ्याउँदै अगाडि बढ्नेछौँ साथीहरू। भनेपछि यो चाहिँ राति खोला यहाँनिर आएर भेट्यो होइन त हामीले? यो राति खोला त होला, राति हो जुन माथि माडीबाट आइरहेको राति र झिमुर मिसिन्छ। ए राति र नै माडी र झिमुर खोला टाढै छ नि हाम्रो हैन। बाटो ठिक हो, त्यो पिचर लाएर चाहिँ बिग्रेको छ कि खास त्यो पुलको बाटो हो नि त हामी त जस यो बाटो बन्यो भने चाहिँ राम्रो हुन्छ होला है। ल साथीहरू, अहिले चाहिँ हामी यो प्युठान जिल्लाको अन्तिम सिमाना है मा छौँ। र यो पुलपारी चाहिँ अर्घाखाँची सुरु हुन्छ साथीहरू। अर्घाखाँचीको सिद्धगङ्गा नगरपालिकामा पर्छ। सो यो खोला चाहिँ अर्घाखाँची र प्युठानको चाहिँ सिमाना हो साथीहरू। अहिले चाहिँ हामी लामाताल भन्ने ठाउँमा आइसकेका छौँ। बाटो त क्लियर छ, मोटाल्दै हिँड्छ लामाताल हो यो चाहिँ। सो साथीहरू, हामी चाहिँ सबैजना नयाँ नौलो भएको कारणले गर्दाखेरि यो ठाउँमा चाहिँ हामीले चाहिँ सोधी खोजी जानुपर्छ साथीहरू। फर्स्ट टाइम भएको भएर चाहिँ है, किनभने यहाँ अलिकति त्यस्तै खुलेको ठुलो हाइवे चाहिँ छैन। सो अलिकति बाटोहरू चारैतिर छरिएको छ है। यहाँबाट चाहिँ अलिकति गलत बाटोमा गइयो भने त फेरि दुःख पाइन्छ साथीहरू है। सो हामी चाहिँ सोध्दै जाँदै गरिरहेछौँ साथीहरू। अहिले चाहिँ हामी चाहिँ यो अफरोड भएरै गइरहेछौँ साथीहरू है। र हामी निरन्तर यात्रामै छौँ साथीहरू। र यहाँबाट चाहिँ तपाईँको सन्धिखर्क चाहिँ है, सन्धिखर्क चाहिँ 46 किलोमिटर रहेछ साथीहरू। र हामी चाहिँ 46 किलोमिटर पार गऱ्यौँ भने चाहिँ लगभग सन्धिखर्क चाहिँ पुग्ने रहेछौँ साथीहरू। सो लेट्स चाहिँ अगाडि जाँदै गर्छ। ल प्रदीप भाइ आउनु, अर्घाखाँचीको सिट खोलो। बाटो चाहिँ अलि अप्ठ्यारो छ, अफरोड ट्रेकिङ मजा आइरहेछ। ल तर्यो ल। सो साथीहरू, निरन्तर यात्रा गर्दाखेरि चाहिँ हामी चाहिँ फाइनल्ली यो ठाउँमा आएका छौँ साथीहरू। र यो ठाउँ चाहिँ एकदमै अग्लो ठाउँमा रहेछ साथीहरू, अग्लो स्थानमा रहेछ है। यहाँ चाहिँ मजाले शीतल मार्न सकिने। र यहाँ बसेर चाहिँ हामी एकछिन खाजा खान्छौँ, पानीहरू खान्छौँ। सो त्यसपछि हामी फेरि निरन्तर यात्रामा रहनेछौँ। सायद यहाँ जोलुके भन्ने ठाउँ चाहिँ नजिकै छ भन्ने कुराहरू छ। सो
हामी चाहिँ यो पारीबाट आएको, पारीको गाउँबाट आएको चाहिँ साथीहरू, त्यही बाटो भएर आएको हो। सो निरन्तर अगाडि छौँ हामी। ल साथीहरू, फाइनल्ली चाहिँ अहिले चाहिँ म यो जुलुके भन्ने ठाउँमा आइसकेको छु है, अर्घाखाँचीको जुलुके। सो यहाँबाट चाहिँ कति छ है, यो चाहिँ जुलुके बजार भन्ने रहेछ। यहाँ चाहिँ बजार छ कि छैन, गाउँ त गाउँै छ, बजार छैन, सायद मेबी बजार हुनसक्छ अगाडि। सो हेरेर जाउँ साथीहरू कस्तो हुन्छ। मैले चाहिँ के सोचेको थिएँ साथीहरू थाहा छ तपाईँहरूलाई, यहाँ चाहिँ जुलुके बजार भनेर लेखाएको थियो। सो मलाई चाहिँ यहाँ चाहिँ ठुलै बजार छ कि भन्ने लागिरहेको थियो, तर बजार चाहिँ रहेन, चाहिँ सानै गाउँ रहेछ साथीहरू। सो हामी चाहिँ निरन्तर अगाडि बढ्दैछौँ। हाम्रो दाइहरू पनि आउनुभयो, हेलो भन्नुभयो दाइले, हेलो दाइ भन्दै म चाहिँ तुलु हेरिरहेको थिएँ साथीहरू यहाँबाट। म पनि के काम दाइहरूलाई सँगै पछ्याउँदै म पनि बाइक हुर्काइसकेको छु साथीहरू। सो नयाँ नौलो ठाउँ है, नयाँ एक्सपिरियन्स है, एकदमै रमाइलो फिल भइरहेको छ। र अर्को नयाँ नौलो कुरा चाहिँ के हो भने साथीहरू, यो चाहिँ एकदमै पहाडी एरिया हो। सो यहाँ चाहिँ आनन्द छ क्या, अहिले गर्मी छल्नलाई पनि एकदमै आनन्दको वातावरण छ है। हाम्रो दाङतिर चाहिँ एकदमै गर्मी छ है। सो यहाँ चाहिँ एकदमै शीतल आनन्दको वातावरण छ। सो एकदमै मजा भइरहेछ। म चाहिँ आफ्नै रफ्तारमा दौडिँदै आइरहेको थिएँ साथीहरू, त मेरो नजर चाहिँ यो बोर्डमा पऱ्यो साथीहरू। यहाँ चाहिँ के लेखेको छ भने, देउराली बजारमा यहाँहरूलाई हार्दिक स्वागत छ भनेको छ। सिद्धगङ्गा नगरपालिका 6 नम्बरबाट चाहिँ पर्ने रहेछ साथीहरू। यहाँ चाहिँ लोकेसन देखाएको छ साथीहरू, कसरी हामी चाहिँ सुब्बा देउरालीसम्म पुग्न सकिन्छ, अथवा अरू कुन ठाउँ छ है, कता जान सकिन्छ, कसरी जान सकिन्छ भन्ने कुराहरू देखाइन्छ साथीहरू है। सो अध्ययन गर्न जरुरी छ। भन्दै के थिएँ साथीहरू, यहाँ त पिचबाट टुप्लुक्क आएको साथीहरू। यहाँबाट चाहिँ पिच बाटो भएर म अगाडि बढ्दैछु साथीहरू है। एकदमै अप्ठ्यारो भइरहेको थियो, अफरोडमा चाहिँ अलिकति गाह्रो भइरहेको थियो मलाई। अब चाहिँ यहाँबाट चाहिँ पिच बाटो छ साथीहरू, त्यो पनि एकदमै स्पेसल पिच है, एकदमै राम्रो पिच भन्दै वातावरणको आनन्द के लिँदै गइरहेको थियो साथीहरू। ठाडा भन्ने ठाउँ त टुप्लुक्क मेरो अगाडि आइसकेको रहेछ साथीहरू, थाहै नपाएको मैले भने होइन। सो अब चाहिँ मेन रोड चाहिँ अब मैले समातिसकेको छु साथीहरू। यहाँबाट चाहिँ मलाई चाहिँ कुनै पनि किसिमको समस्या हुनेवाला छैन। र यहाँबाट चाहिँ एकदमै मजाको बाटो छ, यहाँबाट चाहिँ त्यस्तो कुनै पनि अप्ठ्यारो, कुनै पनि समस्या हुनेवाला छैन। हेर्नु न साथीहरू, उतातिर अफरोडतिर चाहिँ के साह्रो गाह्रो भएको, हेर्नु न मेरो कपडाभरि धुलो भइसकेको छ साथीहरू। सो फाइनली अब चाहिँ हामी सुब्बा देउराली आइसकेका छौँ साथीहरू। सुब्बा देउराली चाहिँ राम्रै छ सुब्बा देउरालीमा है। हाम्रो टोलीहरू सुब्बा देउरालीको दर्शन बाहिरैबाट गऱ्यौँ है। अब चाहिँ हामी माथि नरपानी भन्ने ठाउँमा जाँदैछौँ। सो नरपानीमा केही खानेकुराहरू खाएर चाहिँ अब चाहिँ हामी चाहिँ फर्किहाल्नु पर्ने छ साथीहरू। सो हामी चाहिँ अब फर्किहाल्छौँ है साथीहरू। ल साथीहरू, स्कुलबाट चाहिँ हामी चाहिँ निस्किसकेका छौँ। है अब चाक्ला जाने, चाक्लाबाट जाने है। चाक्लाबाट जान्छ भने चाक्लाबाट ट्याक्क हेर अब सापारा झरी पनि भयो, लापे झरी पनि भयो, धानखोला झरी पनि भयो। ल धेरै अप्सन छ हामीसँग आज जान्ने। अब चाहिँ हामी निस्किसक्यौँ है। सो साथीहरू, हामी चाहिँ कति पनि ढिला नगरिकन हामी यहाँबाट फर्किसकेका छौँ साथीहरू। र किनभने हामी चाहिँ अब बाइकमा चाहिँ अफरोड बाटोमा छौँ, हामी चाहिँ आज राइडमा छौँ। सो अलिकति टाढाको बाटो छ, अलिकति गाह्रो हुनसक्छ है, त्यसले गर्दाखेरि अलिकति हामी फर्किसकेका छौँ साथीहरू। र अन्य हाम्रो साथीहरू चाहिँ गाडीमा हुनुहुन्छ, उहाँहरू चाहिँ त्यहाँ रमाइलो गरेर नाचगान गरेर साँझ फर्किहाल्नु हुनेछ। यहाँ चाहिँ पानी चाहिँ यस्तो नराम्रो तरिकाले पानी पर्यो।
अब चाहिँ यहाँ छ यस्तो भिजेको छ यो बाटो पनि चिप्लो भइसक्यो किनभने हामीलाई अब घर पुग्नु थियो सुविधा यस्तो राम्रो रहेछ यहाँ सुत्न सकिन्छ नि त ओहो बिचरा पानी लिएर आउनु भएको रहेछ तलबाट मेरो त बिचरा पानी पानी परेको ल साथीहरू यो एकदमै घनघोर जङ्गलमा यो गोरुहरू कहाँ हो कहाँ यस्तो बेहाल भएको छ दहीहरू यहाँ आइरहनु भएको छ है ल यहाँ आइरहनु भएको छ पानी परेर जोग भयो कि बाटो पनि थाहा छैन राम्ररी है यसो हेरौँ कहाँ जाँदो रहेछ यो बाटो चाहिँ दाइ कहाँ आउनुहुन्छ दही आउँदैन हुन्छ बिचरा बिचरा दाइ पो यार दुःख पाउने हो के गर्ने अब दुईजना चढ्नै नसकिने अवस्था छ दुईजना चान्सै छैन यार हालत भयो एक त हामी अन्जान दुनियाँमा छौँ साथीहरू त्यसमाथि पानी परेर बिजोक खाए बाटो चिप्लेर एकदम बेहाल बिजोक भएको छ साथीहरू हाम्रो चाहिँ धेरै सङ्घर्ष गरेर हामी चाहिँ फाइनली सकुशलै घर आइपुग्यो त्यही नै ठुलो कुरा हो साथीहरू भन्दै अर्को भिडियोसम्मको लागि चाहिँ हामी अहिले छुट्टिन्छौँ साथीहरू फेरि अर्को भिडियोमा भेटौँला साथीहरू त्यति बेलासम्मको लागि चाहिँ सबैजनाले यो भिडियोलाई लाइक सेयर र गरेर एकदमै माया गरिदिनु होला साथीहरू थ्याङ्क यू